आजको यो हाम्रो यात्रा चाहिँ कहाँको मुस्ताङको हो। तर आज पुग्दैन होला है। आज पुगिन्छ पुगिन्छ हो, तर हेरौँ अब कतिसम्म पुगिन्छ। अहिले चाहिँ हामी कति बज्यो यो बिहानको? बिहान 4:50 हिँडेको, 4:50 कति हिँडेको। 8:15 भयो होला। 7 बज्यो हो, 7 बजेर 17 मिनट गयो। 7:17 मलेको आइपुग्यो। अब हेरौँ 10 बजीसम्म पोखरा पुगिन्छ भन्ने भन्नुहुन्छ साथीले। मजाले 2 घन्टामा यहाँ आइपुग्यो। हामी आरामले आइरहेको छौँ यही स्पिडमा। हामी 11 बजे 11:30 बजे चाहिँ पोखरा कटेर माथि लुम्लेको हाइटमा पुग्छौँ ल। त्यो छुने लुम्लेको हावाले गीत गाउँदै हावाले भन्ने गीत गाउँदै बुटु छोयो कि माया छोयो के हो? हामी चाहिँ कता पुग्यौँ अहिले? अब त्रिशुलीको किनारै किनार हामी मुङलिङतिरको बाटो सोचिँदैछ। भर्खर हामीले 5 मिनट अगाडि मलेको छोड्यौँ। कता बेरीघाटतिर पुग्छ होला अब होइन? मौसम एकदम मिठो छ, पानी पुरा परेको छ, सुलाएको मौसम छ। तर धुलो नभएको कारणले हामी आनन्द छ। हिलो पनि छैन। त्यो नि हाम्रो साथी रमाइरहनु भएको छ। हो समय पनि ठिक छ, अनि धेरै हिलो पनि छैन, गर्मी पनि छैन, रमाइलै छ। बाटो यस्तो छ भन्दै छ। हामी कुरिन्टार पुग्यौँ अहिले। जाम ठुलै रहेछ। 1 घन्टा जाममा पसेर 1 घन्टा जामले हामीलाई 9:46 भयो यहाँ कुरिन्टार पुग्नेलाई हामीलाई। 2 घन्टै भयो नि, कहाँ 1 घन्टा हुनु? 8 बजेदेखिको जाममा हो। त्यही त मलेको 1-1.5 बिहान घन्टाको पुगेको, जाम यहाँ त धेरै टाइम लाग्यो। 10 मिनटमा आउने बाटो त कति कुदाइछ? 10 मिनट कुदाइ। हामी के मोङलिनमा खाना खाना अब एकछिन खाना ब्रेकमा छौँ। अब साथै खाना थालिसक्नु भयो। अब मेरो पनि खाने सुरु। अगाडि ध्यान दे। टिकटक बनाउने सुरुमा भनेर आउँछ फेरि। For your safety, please switch to Lundin. के रे? ब्रेकले हामी रूपसे झरना आइपुग्यौँ। के भएन? ग्राभल भएर सबै गाडी आइरहेछ है। अनि आज चाहिँ काठमाडौँमा चाहिँ मुस्ताङ आलु भनेर धेरै आलु खाइयो। यो चाहिँ प्रपर मुस्ताङ आलु नै हो, भाइ त्यस्तो नदेखियो पनि होइन त? मुस्ताङको आलु, ओरिजिनल मुस्ताङको ओरिजिनल मुस्ताङको आलु। आलु ल यहाँ हेर्नुहोस्। हेलो साथीहरू, गुड मर्निङ है फ्रम मुस्ताङ। हाम्रो आउन नसकेका साथीहरूलाई पनि ल मुस्ताङ देखाइदिउँ। ल हेर्नुहोस् साथीहरू, मुस्ताङ 360 मा 360 एङ्गलमा डिफ्रेन्ट हिमालहरू छन् वरिपरि। यो चाहिँ लेतेको भ्यू हो। अब हिमालको नजिक अझै पुग्नै बाँकी छ, 20 किलोमिटर जति। त्यतिन्जेल तपाईँ फेर्दै गर्नुहोस्। बाई बाई।
यो धौलागिरी रेन्जदेखि यही त होला नि योभन्दा उता के अरे माछा पुछ्नु त अहिले उता जाँदा देख्छ उताबाट स्मुथ फिल्म देखिन्छ अहिले 30 एपिसोड यो हो नि त मुस्ताङ भनेको साथीहरू ल है छाङथाङ भिलेज वरिपरिको सिनेरी यस्तो छ हिमाल हाँसेको हेर्न पाइन्छ यहाँ यताबाट नि त प्लेन टिक त खतरा देख्दो राइटतिर हेर्न त्यही हिमालको हिउँ बगेर आएको है हिम नदी ए ठाउँमा यो जम्मा हुँदै कालीगण्डीमा गएर मिसिन त हो नि यो अहिले हामीले कागबेनीमा भाइब्स खतरा है गोखे ठाँटो सानसानो टिप तर किता छुट्टाएलाई मुनि बुङ्ला छ मालको मुनि के छ भन्दा यस्तो छ बेस क्याम्प सिलिजोतिर निलगिरी होला यो ए निलगिरी त होइन यति सानो अघि नै हामीले देखेको चाहिँ निलगिरी हो यो चाहिँ हो कि जस्तो लाग्छ मलाई त्यहाँ पो देखा लाया वक्त अझै अगाडि जा जा ल देखिँदैन रहेछ अघि देखाएको थिएँ त्यो माछा पुछेरको छेउमा देखिने सानो ऊ यही हो ल ल अलिअलि अन्दाज गरेँ है
यसलाई नै घुम्दै निलगिरीलाई दाहिने राखेर हामी हिँडिरहेको छु अहिले अलिक धेरै देखियो निलगिरीको अघिको उताको पार्ट मात्रै देखिएको थियो होइन यो बिचको वाइट छ यस्तो छ भाइब्स मुस्ताङ माथि पनि कडा छ माथामा चाहिँ पुरै नाङ्गो डाँडा देख्दो रहेछ है यो त पुरै We are at Marfa साथी यो रोडै मेरो हो भनेर हिँडेको छौ अलिक स्लो गर यही हो पसलहरूमा त्यो मार्फा सरले किनेर लिएर भने होला होइन रौसी ऊ यहीँनिर छ त्यो अगाडिको पसल हो उता ऊ यहाँ छ ऊ यहाँ मार्फा भिलेज त्यहाँ अगाडि खै ए बबाल रहेछ त हामी मुस्ताङले छोरै टाइम दिएर आउँछौँ छिरा न भयो नि त बाटो हो ल तेरो विचार ल राखौँ यहीँ छेउमा राखौँ सेक्नु चाहिँ भएन खिच्दियो नि त्यो चाहिँ अचम्म के कागभेनी होइन त फोटो हाल्ने एउटा चाहिँ हाम्रो मन्दिर कागभेनीको होइन त अब यहाँ जानुपर्छ यो चाहिँ कागभेनीको मन्दिरमा अब हामी यहाँ श्राद्ध गर्ने हुँदो रहेछ पितृलाई सम्झेर त्यही मन्दिरमा हामी जाँदैछौँ यही हो अप्पर मुस्ताङमा चाहिँ अब अलिक हल्को हामी
अन द वे टु मुक्तिनाथ कति किलोमिटर छ 10-12 किलोमिटर होला 10 किलोमिटर अब यस्तो आउँछ धेरै आउँछ यहाँबाट है हामीले यो देखिरहेको ल्याएर पाट निलगिरीसँगै अर्को आयो यहाँ हो क्या एकदम हावा लाग्ने घोडा चढ्ने ऊ यहाँनिर दौडिने मान्छे शङ्खमा नटेक्नु भन्छ म अन द वे टु मुक्तिनाथ अनि हावा लाग्ने यहीँ हो क्या खतरा हावा लाग्छ अब 12 बजेपछि त्यहाँ अहिले त केही छैन है अब हामीले डुम्पा लेक हेर्नुपर्छ है तल फर्किँदा डुम्बा अब 5 किलोमिटर भने त कति हो त बरु एसी लगाएर होइन झ्यालुको बन्द गरेकोमा अब 20-25 मिनट हिँड्नुपर्छ कस्तो भइरहेछ त अनुभव सम्पूर्ण सर रमाइलो मात्र धेरै रमाइलो भएको ल्याउनु र रमाइलो हुनुमा फरक छ झन्नै के अरे यो चाहिँ तपाईँले मलाई डाइलेक्ट हान्नु भएको हो मेरो अफर थियो के थियो तपाईँलाई अफर के अफर गरेको थिएँ मैले मुस्ताङ अफर गरेको थिएँ झन्डै 1 बोतल मुस्ताङमै तारिसकेको थियो केटाहरूले अनि तपाईँले कसरी सम्भव बनाउनु भयो त यो जसरी हिँड्ने गइन्छ एक्लै भइ नै गइन्छ होइन एक्लै त अलि झन् धेरै रमाइलो हुन्थ्यो होला साथी म साथी खोजेर पुच्छर लगाइदिइहाल्थेँ नि सुरेश थियो साथी एक्लै पर्यो जाऊ यार केटा हो भनेर बबाल हो नि बबाल सर हेर्नुहोस् न हेर्नुहोस् हिउँ कति छ हिमाल सूर्य भगवानले पनि दर्शन गराइदिनु भयो त यो चाहिँ बहुत सिनिक छ है सम्रा हिँडेर माथि टुप्पा पुग्न 2-3 घन्टा लाग्ला है अप्पर मुस्ताङ त्यही त हो नि यस्तै यस्तै डुल्दै जाने कति दामी हो कि हामी खिङ्गा गाउँबाट आयो मुक्तिनाथ भगवान की जय दामी 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 सब कुछ दामी नै दामी छ कस्तो मजा आएको थियो खिच्नै छुट्टिएछ अब खिच्छु अलिक स्लो गर्दै कस्तो राम्रो
देखेपछि ट्याक्क त्यो जुन देखिरहेको छ नि त्यही हो जोन्सम हो यो गाडी चाहिँ बस्ती है त्यही हो है होला मै कन्फ्युज छु के देखिएन हामी छौँ मुक्तिनाथ जाने पार्किङ ल है जग्गा बिक्रीमा चाहिँ साथीहरू कसैले चाहिन्छ भने मुस्ताङको प्योर कसैले जुठो नहालेको जग्गा यहाँ छ हजुर कति रहेछ सोधेर यहाँ चाहिँ हाम्रो आधी घन्टा जस्तो चाहिँ ट्रेकिङ हुँदो रहेछ के अरे के मन्दिर मुक्तिनाथ मन्दिर जानलाई ट्रेकिङ जारी छ ल हाम्रो एस्प्रेसो सिङ्गल सर्ट पनि आयो मुक्तिनाथ मन्दिर अब यहाँबाट चाहिँ हामी उकालो सुरु अहिलेसम्म त सिधै बाटो थियो अब भर्याङ रहेछ लेट्स गो मन्दिर चाहिँ यहीँमा हो कि अझै अलिकति लेट्स स्टार्ट द जर्नी घोडा जाने बाटो चाहिँ यो बिचरा घोडाहरूको शोषण हामीलाई यहाँ हिँड्ने बाटो हुँदाहुँदै ऋषि धेरै रोएर यिनीहरूलाई चाहिँ इन्डाइरेक्ट बाटो रहेछ अहिले त हिमालमा हिउँ पनि खासै नभएर त्यहाँनिर रहेछ नि लेख शिष्य रहेछ हाम्रो फोटोजेनिक साथी हुनुहुन्छ फोटो खिच्दै गर्नुहुन्छ उहाँ जाम ठाउँमा आएपछि त यति राम्रो ठाउँमा अझै पनि माथि छ र मुक्तिनाथ सम्भव गुम्पा अरे यस्तै बाटो पाँचघर जाँदा है फाइनली मुक्तिनाथ पुग्यो लेग लाग्ने समस्याको उपचार केन्द्र मुटुको रेस बढिरहेको नि होइन छाम चिसो हुन्छ पानी त्यही भएर यहाँ चाहिँ स्नान गृह रहेछ त्यहाँ नुहाएपछि त्यहाँ यहाँ आएर डुबेर अनि त्यहाँ
त्यहाँ अगाडि यो यात्राको अन्तिम सबैभन्दा टाढाको डेस्टिनेसन चाहिँ यही मुक्तिनाथ मन्दिर होइन जय भगवान् मुक्तिनाथ। हामी यहाँ छौँ है। के बुद्धको मूर्ति रहेछ, स्तूपा रहेछ। भित्र गुम्बा मुक्तिनाथ होस्। भगवान् बुद्धकै स्वरूप त हुन्। त्यहाँ जाँदैछौँ हामी। लेट्स गो। मलाई पहिला त डुब्नै मन लाग्यो त्यो आँखा देख्यो नि त बरु। अनि त्यसपछि त मान्छे धेरै चिसो भएर उता डुब्दैन रहेछन् यार धेरै। त्यहाँ चाहिँ अलिक सफा थियो। यो हो नि त एउटा रमणीय पार्क जस्तो बनाएर रहेछन्। त्यहाँबाट हिमाल दान बक्समा हालेर लु एउटा यहाँबाट चाहिँ वरिपरिको भ्यू चाहिँ खत्रै देखियो रहेछ ल। यहाँ चाहिँ के जोमसोम जस्तो छ यो चाहिँ। यो चाहिँ कोही मान्छेहरूलाई गाह्रो हालमा लाने तरिका रहेछ। घाइते हुन्छ नि होइन, लेक लाग्छ। घोडामा नि बस्न नसक्ने भएपछि यस्तोमै लग्यो। बडा हावा लाग्छ नि। मान्छे उडाउने आवाज छ सर। चुम्सोमै बजारमा 12 बजी नै होला है खबर हजुर हाम्रो ललितपुर फर्स्ट टाइम आएको मुस्ताङ। साली के छ सर? तपाईँको अनुहार देखेन यार। ल ठिक छ। हामी अब धुम्बा ताल आउँदैछौँ र धुम्बा तालको दर्शन अब हुन गइरहेको छ। अब हेर्नुहोस् धुम्बा ताल। हेर्नुहोस् यहाँबाट पुरै खत्रै देखिरहेछ। जोमसुमे बजारमा 12 बजे हावा सरेर यस्तो भयो। 12 बजेर कति मिनट भयो? ठ्याक्कै भयो। मान भने हामी आयो कहाँ आयौँ? धुम्बा 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 लेक। वेलकम टु धुम्बा लेक। सर रमाइरहनु भएको छ धुम्बा लेकको मजा
पुरा लिँदै हुनुहुन्छ। यस्तो मजाको माथि हिमालको हिमताल तपाईँलाई कस्तो अनुभव हुँदैछ? मन प्रफुल्लित, धुम्माले त तुम्बा घर पनि बिर्सिन्छ। You are more than हामी मार्फा भिलेज छिर्दैछौँ। साथी अगाडि बढिसक्नु भयो। हेलो वेलकम टु मार्फा। खाजा खाएर बल्ल इनर्जी आयो। तालबात इनर्जी, तालबात पावर 24 आवर निकाल्नु पऱ्यो होइन त। तर हो नै नि, यो पनि मोरेलाई टुङ्गुङ्गु ठङ्गाइदियो हो। मम्मी यो हेर्दाखेरि जिउ त देखिन्छ तर वास्तवमा छैन। We are continuing our journey to Marfa village. जेरी गल्लीमा गएर सवारी खानुपर्छ। हिजो खिच्दै हिँड्दाखेरि म त नालीमा खसिरहेको थिएँ के भन्दैछ। This is Appleberry ni. Let's explore deep inside Marfa village. We are getting in. Jerry Gully. Okay. Let's rock. Let's rock. ल कुन्दु भाइहरू स्कुलबाट फर्केको छ। अब आज के पढेर आयो त तिमीले? Let's move. अहिले ग्यास आयो तर सर्टेज भयो अहिले त। धौलागिरी बेस क्याम्प। Now we are in Jerry Gully. Let's explore. Jerry जस्तै घुमाउँदै छ। Sorry. यो गल्ली त उता निस्किन्छ क्या। सर के जेरी भन्नुभयो? It's safe. I think it's safe is like जेरी घुमाइ जस्तै जेरी तेलमा घुमाइ हुन्छ।
फोटो खिच्यो यो चाहिँ सबै स्याउकै खेती छ त ततै स्याउकै रुख मात्रै छन् खाल्नु छ भने यता आऊ न दायाँ दायाँ किन तर उहाँ Currently we are at Pumdikot and there is a statue. We will be heading towards it. बन्द भएको थियो सरको त पोखरा त घर दैलो जस्तै हो है एकदम यो वर्षमा 7 पटक भयो 7 पटक म 7 पटक पोखरा आएको थिएन यो वर्षमा भनेको मैले पटकमा त कति पटक अनि यहाँ त कम्तीमा यति हाल्दैछ यार यो नि प्लास्टिक तातिराख्नु हो तर यतिको त हामीले टोयलेट गर्छौँ नि गर्मी पनि छैन जनकपुर यसै गर्मी ठाउँमा यहाँबाट पनि खिच्न सकिन्छ सेल्फी एकदम नजिक आउँछ भिडियो बनाउनु धेरै पोखराको साइड सिइङ तर धुम्मबाट केही देखेन हिमालको रेन्ज पनि खासै चाहिँ छैन खै माछापुच्छ्रे त झन् अलिकति टुप्पोमा देखाला यहाँ त मैले केही देखिरहेको छैन ऊ यही हो माछापुच्छ्रे Now we are in a new place called Bandipur. We are roaming around. मुस्ताङ भयो कुस्मा भयो पोखरा भयो अब आज अहिले बन्दीपुर हेरौँ के छ बन्दीपुरमा होमस्टे के जस्तो स्ट्रीट भ्यू जाऊ न त्यहाँ पनि यही हिसाबले चाहिँ ब्युटिफिकेसन त गर्न मिल्दो रहेछ नि त फुल गाउँकी
सर्ट